सो हेलो एन्ड नमस्ते गाइज सबैजनालाई। होप यु अल गाइज आर फाइन। अनि म चाहिँ आज यसो भ्लग गर्न निस्केको बाबासँग। म स्योर पनि छैन यो भ्लग आउँछ कि आउँदैन, तर मैले आज यो भ्लग गर्नुको रिजन चाहिँ आई वान्ट सो यु गाइज समथिङ स्पेसल है। काठमाडौँ नजिकै यस्तो ठाउँ पनि रहेछ भनेर। कस्तो भन्दाखेरि यो अफरोड जाने केटाहरू हुन्छ नि, अफरोड बाइक भएको, एडभेन्चर बाइक भएकोहरूलाई चाहिँ यसरी फर्स्ट भिजिट ठाउँ नै छ। काठमाडौँ चाहिँ ढाकिन्छ त्यो डाँडाले नै, तर एउटा साइड देखिन्छ क्या। काठमाडौँ नजिकै नि यस्तै छ र भन्ने टाइपको जुन हामीले मानुङकोटमा देख्छौँ, हाई अल्टिट्युडहरूमा देख्छौँ नि, अबभ द क्लाउड त्यस्तो टाइपको भ्यू छ। अनि अहिले चाहिँ म यो एकान्त कुनाबाट सिधै झरेर यो कोकोलाई थाहा छ, कतिजनालाई थाहा छ कमेन्ट गर्नु होला, यो के भन्छ वन्डरल्यान्ड भन्ने पट्टि जाँदैछु। त्यहाँबाट नि मार्छ। अब यो मैले एकान्त कुनाको बाटोबाट चाहिँ म अहिले झरिसकेँ, सिधै बाटो जाँदैछु। यो सिधै गएर तपाईँहरूलाई अगाडि पनि देखाउँछु। अब यही हो, धेरै गऱ्यो भने मलाई एडिट गर्नु पनि गाह्रै हुन्छ। त्यस्तो पिसी अथवा मोबाइल छैन नि त मसँग, नर्मल आइफोनबाटै गर्ने हो, तर जान्दैन नि त फोटो ब्लगर फुटेज, त्यही भएर हो। अब सी यु गाइज अन नेक्स्ट पार्ट, हेर्दै गर्नु होला है त। सो गाइज ठ्याक्कै वन्डरल्यान्ड आइपुग्यो है हामी। वन्डरल्यान्डबाट नि सिधै जान्छ मैले चाहिँ, अनि सिधैबाट अगाडितिर छ। म अहिले हजुरहरूलाई अपडेट गराउँछु। ठ्याक्कै वन्डरल्यान्ड आयो, रिमाइन्डरको लागि चाहिँ मैले यो भिडियो एड गरिदिइहालेँ है। सो वन्डरल्यान्डबाट दक्षिणकाली सर्फिङतिरको यो नेपालको झन्डावाला नि देख्दो रहेछ यार, केटा हो। सो गाइज त्यो वन्डरल्यान्डबाट चाहिँ सिधा आएपछि त्यो छम्ती के भन्दो रहेछ बाटोको नाम, अनि त्यसपछि त्यो छम्तीको बाटो हामी सिधै आएपछि चाहिँ लगभग अलि माथि आइसकेपछि चाहिँ यो यस्तो अफरोडिङ बाटोहरू आउँछ होइन। यो अफरोडिङ बाटो चाहिँ तपाईँको ठ्याक्कै टिका भैरवपट्टि निस्किन्छ क्या। अनि यदि तपाईँहरू कन्फ्युज हुनुहुन्छ भने चाहिँ टिका भैरवै आएर त्यसपछि म टिका भैरवबाट तपाईँहरूलाई ठ्याक्कै लोकेसन भ्यू गराउँछु होइन। अहिले चाहिँ यही हो बाटो, अलि अफरोडिङ छ यो चाहिँ। जाउँ न पहिला यसो हेरौँ बाटो चाहिँ। यो पार्ट चाहिँ म हाल्छु। बाबा कतिको डर लागिरहेछ यो बाटोमा? डरै लागेको छैन? हवा ला छैन अरे बाबालाई डर चाहिँ। बाबा चाहिँ यहीँ पछाडि होइसिन्छ। अहिले बेला बेलामा आत्तिसिन्छ मात्र, डराउँ त के डराइसिन्छ। तर आज चाहिँ सुक्खा रहेछ यो बाटो। अस्ति त एकदमै भिजेको थिएँ गाइज है। म त अस्ति लास्ट टाइम आउँदाखेरि त भिजेको डरले यो बाटो खासै राम्रो हुँदैन होला सोचेको थिएँ, तर आज चाहिँ अलिक कमै रहेछ लास्ट टाइमको कम्पेरिजनमा है। ल ठ्याक्कै यहाँनिर आएपछि चाहिँ घुसेल र हेटौडा जाने बाटो छ। अहिलेलाई चाहिँ हामी यो हेटौडा जाने बाटोपट्टिबाट जान्छौँ। उता तलपट्टि टिका भैरव भयो। यो बाटो चाहिँ गाइजहरूले याद गरिरहनु होला। र हामी ठ्याक्कै मनमोज किराना पसल देख्छौँ यहाँपट्टि, र यहाँबाट सिधा जान्छौँ हामी टिका भैरवबाट है। अगाडिसम्मको बाटो देखाउँछु म हजुरहरूलाई। गाइज देयर है। अहिले म अब आधी बाटो आउँछ, अनि त्यसपछि यो टिप्परले केही देखेन यार, भिजै बिग्रियो जस्तो लाग्यो मलाई। सो गाइज ठ्याक्कै त्यो टिका भैरवबाट सिधै नन स्टप आएपछि हामीले ठ्याक्कै यो चाहिँ एकदम यादै गर्नुपर्ने ठाउँ चाहिँ यही हो है, तिनपाने भन्ज्याङ। यो चाहिँ तपाईँहरूले बोर्ड देखिरहनु भएको छ, राडर पर्यटकीय क्षेत्र जानकारीहरू होइन। अनि यो चाहिँ कति भन्दाखेरि समुद्रबाट 2300 मिटरको दूरीमा छ क्या हाइट अल्टिट्युड। अनि अहिले चाहिँ हामी त्यही नै पुग्छौँ, माथि पुग्छौँ। अनि यसो हेरौँ ल होइन। भ्यू चाहिँ ल काठमाडौँको भ्यू कतिको देखाएको छ यहाँबाट क्लियर होइन। क्यामेराले भ्याएको छ कि छैन मलाई पनि थाहा छैन, तर यही नै हो। र यदि तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ यो गेट याद गर्नै पर्ने गेट है। त्यो गेट मैले देखाइहाल्यो हजुरलाई, त्यहाँबाट सिधै आउनुपर्छ। यस्तो अफरोडिङ बाटो छ। क्रस फायर एडभेन्चर बाइकहरू छ भने चाहिँ वर्थिटै ठाउँ छ है। यो ठाउँ चाहिँ तपाईँहरू एकचोटि भिजिट गर्नै पर्छ। इफ यो एडभेन्चर बाइक अथवा कुनै अफरोडिङ बाइकहरू छ भने चाहिँ मस्ट भिजिटै भन्छु म।
यो ठाउँ चाहिँ र यहाँबाट सिधै जाने हामी कतै नि नजाने अब इनकेस यो झुकिने टर्निङहरू आइपुग्यो भने म भिडियो खिच्छु अनि हजुरहरूलाई देखाउँछु नत्र चाहिँ सिधै आउनुपर्छ तपाईँहरू त्यही नै हो गाइस ल सो गाइस अहिले चाहिँ हामी ठ्याक्कै यो रडार भन्ने ठाउँपट्टि आइपुग्यौँ योमा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ माथिपट्टि रेडर टावर छ यता चाहिँ पिकनिक स्पट हो हामी पिकनिकमा आउँदैनौँ नि त र यहाँबाट चाहिँ तपाईँहरूले रेडर यता देख्नुहुन्छ भने यतापट्टि चाहिँ एउटा क्याफे टाइपको छ र यहाँबाट सिधै आउनुभयो भने चाहिँ हामी हाम्रो डेस्टिनेसनतर्फ पुग्दैछौँ अब केही बेरमा बाटो चाहिँ यस्तै अफरोडै छ गाइज होइन तर अफरोडिङ भए अनुसारले भ्यू जुन हुन्छ नि के अरे उकालो जति चढ्यो आखिरमा भ्यू दामी आउँछ जति चढ्यो त्यति दामी भ्यू आउँछ भने जस्तो जति यो अफरोडिङ छ योभन्दा 100 गुणा दामी चाहिँ भ्यू छ क्या यता माथिको काठमाडौँ नजिकै अब 1-2 घन्टा होइन कि तपाईँको एक दिनको लागि भनौँ न रात नखटाइकन बिहान हिँडेर रमाइलो गरेर अनि फर्किन्छु भन्ने हो भने चाहिँ वान अफ द वर्थ प्लेसै छ र अनि म यतातिरको लोकल मान्छेहरूलाई भेटाएर नि हजुरहरूलाई भिडियोमा देखाउँछु लोकलको कुराहरू सुन्दै र अहिले चाहिँ हामी जाँदैछौँ बाटो चाहिँ यो अलि राम्रो हो उता चाहिँ क्रसरहरूको लागि बेस्ट त अफरोडिङ ल भ्यू हेर न यहाँको ल काठमाडौँ कता होला यो भ्यू हेर्दाखेरि ल यसो कमेन्ट गरौँ है भ्यू के अरे भिडियो हेरिरहेकोहरूले यो भ्यू चाहिँ काठमाडौँमा कहाँबाट देख्छ ल ल आइट दामी छ क्या भ्यू चाहिँ लालीगुराँस नि फल्दो रहेछ यहाँ चाहिँ सिजनमा बाटो चाहिँ यस्तै छ ल त्यही नै हो म अलिक तल गएर कन्फ्युज हुने ठाउँ पुगेपछि हजुरहरूलाई फेरि भिडियो खिचेर देखाउँछु नि है सो गाइस यो चाहिँ म देखाइदिइहाल्छु तपाईँहरूलाई यताबाट सिधै आएपछि चाहिँ यसरी छुट्टिने तल जाने बाटो छ एउटा यता र यता जाने बाटो छ हामी यो दुइटामा जुन गए पनि के अरे लास्टमा जोडिने एकै ठाउँमा हो यहाँबाट चाहिँ सिधै जान्छौँ ल हामी अहिलेको बाटो सिधै आयौँ हामी र त्यो बाटोबाट नि फेरि तल जानेपट्टि छ तलपट्टि होइन कि हामी यता भन्ज्याङ देखापट्टि चाहिँ जान्छौँ होइन यहाँबाट सिधै गएपछि चाहिँ हाम्रो डेस्टिनेसन आउँदैछ र डेस्टिनेसन पुगेर भ्यूसहित म हजुरहरूलाई भिडियो देखाउने छु होइन र अहिले चाहिँ जाँदै गरौँ सो बाटो चाहिँ यस्तै छ यस्तै नै हो अगाडि चाहिँ यस्तै छ अफरोडिङ त्यही नै हो म हजुरहरूलाई देखाउँछु चाहिँ हामी अब लगभग हाम्रो डेस्टिनेसन आइपुग्न लाग्यौँ ओहो यहीँ हुनुहुँदो रहेछ ल आइपुग्यौँ यता चाहिँ हाम्रो चढ्दै रहेछ देख्न सक्नुहुन्छ यो चाहिँ यताको लोकल बोका र खसी भयो बाख्राहरू र यता चाहिँ सबै भ्यू छ देखिहाल्नुभयो उता साइडको नि म भ्यू देखाउँछु अहिले अब यता नि यहाँ काठमाडौँको केही त्यही देख्दैन अस्तित्वै काठमाडौँ छैन यता यो साइड चाहिँ पुरै हेटौडा हो हेटौडाले छेक के अरे डाँडाहरूले छेक्दो रहेछ वीरगञ्ज चाहिँ यतापट्टि पर्छ अरे उताबाट देख्छ अरे रातिको बेलामा यता नि देखिहाल्नुभयो तपाईँहरूले ओ यहाँ ल यो भ्यू हो क्या भ्यू भने यो हो स्वर्ग हेर्ने हो स्वर्ग स्वर्ग हेर्ने हो स्वर्ग रोक न रोक एकछिन फेरि गइसक्यो छैन गएको ल हाम्रो बालाई भिडियो खिच्नु भयो अरे यसो भ्यूको हामी चाहिँ उयो तल जुन गेट देखिरहेको छ त्यहीँ पुग्नुपर्ने हो क्या अहिले कसम यहाँ के अरे मसित स्कुटर होइन ड्रोन टाइपको बाइक भएको भए चाहिँ म यहाँबाट सिधै उडाएर त्यहाँ तल लान्थेँ यार
मैले भनेको थिएँ। ल माथि जति पनि देखिरहेछ नि यो चाहिँ सब बादलहरू कुदिरहेछ होइन। अघि हामी आउँदाखेरि चाहिँ पुरा बाटो छेकिरहेको थियो। यही नै हो गाइस, दामी छ भ्यू चाहिँ है।